मिनेट पनि भएको छैन हल्ला गर्नुपर्छ हाम्रोतिर चाहिँ काम गर्दा उयो खाजा पकाइरहनै पर्दैन यस्तो अम्बक टिप्यो खाना र बाउ चाहिँ भेटघाट हुनु हुँदैन बाँच्न थालिहाल्नुहुन्छ नि आमा चाहिँ अब बाजेलाई पनि जाड खाने भन्नु पर्यो उहिले 8,000 रुपियाँ तोला थियो उहिले 8,000 रुपियाँ तोला थियो अरे उहिले हाम्रो आमाको पालामा है सुन आमा अहिले त सुन के हो 3 लाख हेलो सबैजनालाई नमस्ते सेवा फेरि पनि मेरो अर्को ब्लगमा हजुरहरूलाई स्वागत छ आज चाहिँ म फेरि काममा जान लागेको यो चाहिँ मेरो गम्बुट अब गम्बुट लाउने हो सर्ट लाउने हो काममा निस्किने हो आज चाहिँ मौसम एकदम चिसो पानी पर्न लागेको जस्तो छ पर दुईजना काम गर्नु हुँदैछ आमा र तल काकी अनि अब म पनि खानासाना खाएर भाँडासाडा माझेर लुगा धोएर काममा निस्केको यस्तै हो यस्तै चलिरहेछ के गर्ने फ्री पनि हुँदैन काम यति चल्छ काम यति कामै काम त्यो चिया बगानमा आज चाहिँ मेरो काम हो मेरो भन्दा पनि सबैजनाको हाम्रो घरमा चाहिँ लुगा सुकाउने पनि यस्तो छ क्या हाँगा हो ल रुखको हाँगा गाई हाँगा आज काम चाहिँ यो के भन्छ यो चियाको यो चाहिँ कटिङ काटेको भन्छ यसलाई चाहिँ कटिङ काटेर उहाँ चाहिँ मेरो सासु आमा यहाँ काम गर्दै हुनुहुन्छ फाडै कि के गरेको यो चाहिँ के गरेको भुइँ फाडेको किन माथि मात्र उयो गरेछ कटिङ बनाएको होला नि माथि मात्र अनि यो त कम्प्युटरको छ कि छैन त यो त यस्तो बिगारेछ त यो चाहिँ हाम्रो अर्ग्यानिक चिया हो क्या के भन्छ अर्ग्यानिक चिया हो यसलाई चाहिँ अब त्यो रासायनिकहरू हालिँदैन अनि यता माथिको चाहिँ कटिङ काट्ने बेला भएछ र बाउले कटिङ काट्नु भएछ यता यो माथि उडाएको चाहिँ यसलाई चाहिँ स्किप भनिन्छ क्या यो चाहिँ स्किप हानेको अनि यहाँ चाहिँ काम गर्नु हुँदैछ के गर्नुभएछ यो अनि अस्ति फाड्नुपर्ने थियो नि त अनि यो कटिङ काटेको यो हाँगाहरूले त कहाँबाट अनि यो मुनिको झार त उयो हुन्छ त कस्तो चिया खानु हुने अरे चिनी मिलाइदिनु हामी चाहिँ चिया पनि आफ्नै घरमा उत्पादन गरेर खाइन्छ क्या चिया बगान चाहिँ यस्तो छ हाम्रो चाहिँ किनेर चाहिँ खाइँदैन त्यो घरकै अर्ग्यानिक हातेपत्ती खाइन्छ हातेपत्ती साथीहरू ग्रिन टी पनि हुन्छ यसको ग्रिन टी पनि बनायो भने तर हामी चाहिँ त्यो रातो नै चिया बनाउँछौँ अनि रातो चिया नै खान्छौँ यस्तै छ हजुर कति ल्याउनु अरे चिया एक दिउरे अब म चाहिँ चिया पकाउनु गएको आज मौसम पनि यस्तो चिसो छ आमामा हुस्से लागेर आज चिसो छ नि मौसम हजुर त्यही त हाम्रोतिर चाहिँ यस्तो छ क्या मौसमी झापातिर त डह्रो घाम लागिरहेको होला हाम्रोतिर चाहिँ मौसम चिसो भएर यस्तै छ हाम्रोतिर चाहिँ काम यस्तो हुन्छ क्या अब यो यसरी चियाको बोटहरू ढालेपछि यो घरलाई चाहिँ यहाँनिर यसरी थिचिदिनुपर्छ क्या यसरी थिचिदिनुपर्छ अनि यो थिचेपछि चाहिँ पछि यो सुक्छ अनि सुकेपछि यो चियालाई नै मल हुन्छ क्या त्यो रसनहरू नहालेपछि यिनीहरूलाई मल चाहिन्छ नि त गाईको बाख्राको हुन्छ नि इत्यादि त्यही भएर यो चाहिँ मलको लागि हामी चाहिँ यहाँनिर यसरी थिच्छौँ यसरी म चाहिँ अब तातो मिठो टक्कसँग चिया बनाएर ल्याइदिनु पर्यो काकी र हाम्री आमाईलाई चिया पकाएर अनि फेरि आफू पनि काममा लाग्नु पर्यो नि अनि म चियाले बनाउनु गएको 5 मिनट पनि भएको छैन हल्ला गर्नुपर्छ
5 मिनटमै चिया पाक्छ साथीहरू भन्नुहोस् त हाम्रै आमै चाहिँ फेरि गनगन गर्नुमा माहिर हुनुहुन्छ क्या माहिर ओ यहाँ माथि बसिरहनु भएको छ मेलामा पसेपछि अल्छी भन्ने काँची उयो नि हराउँछ हौ हाम्रो आमा चाहिँ चिया ल्याउनु बनाउनु 5 मिनट भएको छैन गनगन गर्नु त लिनु चिया पनि फेरि थोरै छ र 2 गिलास बनाएर ल्याइदिएको छु लु खानु काम त पर्यो अब यो यो अम्बकको फेरि थोरै मिठो छैन ऊ यहाँ माथि हेर्नु न कत्रो रहेछ ऊ यहाँ माथि हो त जाउँछ टिपा टिपा हाम्रो इमाला राखिदिनु भएको अरे हौ बाउले खाजा अम्बक खाने भन्छ त्यो चिया चाखी हेर्नु त कस्तो छ होइन पानी मात्रै लाएर उयो गर्दैछु चिया पाकेन भन्दै हल्ला गर्नुहुन्छ हाम्रो आमै मलाई अल्छी लागिरहेछ पुरा अल्छी लागिरहेछ बिहान हिजो चाहिँ मलाई त्यस्तो भयो बिहानै 3 पानी खानुभयो अनि अल्छी लाग्दैन त कनी है आमाको त्यो ओछ्यानतिर बियरको बोतल पनि देख्दै थिएँ हामीतिर चाहिँ चिया खुवाइ पनि यस्तो जान्छ क्या पुरा 1 गिलास यतिको चिया खाएन भने चाहिँ त्यो शरीरमा एनर्जी नै आउँदैन क्या चिया म त थोरै खाँदिनँ त सोमे भातसँग पनि 3 खोम्रे चिया अस्ति तिमीहरूको बुढाबुढी छुट्टे देखा पर्दा चाहिँ एकछिन मिल्नुहुन्न कि नदेख्दा चाहिँ खालि बाउ फेरि यहाँ र यहाँ भेट भयो भने कुकुर बिरालो जस्तो फाइट पर्न थालिहाल्नुहुन्छ क्या हाम्रो आमा र बाउ चाहिँ यहाँ चाहिँ अम्बक रहेछ म चाहिँ टिभी खानु पर्यो हाम्रोतिर चाहिँ काम गर्दा उयो खाजा पकाइरहनै पर्दैन यस्तो अम्बक टिप्यो खायो काकीले पनि खानु थिएछ हाम्रो आमाको चाहिँ खोइ अम्बक खाइसके त यस्तो मिठो छ क्या त्यो पनि अर्ग्यानिक थोरै गुलियो छ थोरै मिठो छ त्यो बोटबाट झारेको क्या मेरो हाम्रो आमा अलिक ठुलो छ खाएकै पछि आमालाई गाउँमा रमाइलो कि सर रमाइलो साह्रै राम्रो सहरमा बस्नु रमाइलो लाग्छ किन फाइदा बेफाइदा त्यसो साथीभाइ भेटिन्छ गाउँमा त खोज्नु जानुपर्छ अनि अरू चाहिँ साथीभाइहरूकोमा अझ उता हिँड्नु पायो यता हिँड्नु पायो भनेपछि यो गाउँ मन पर्दैन मन पर्दैन बोकै हिँडेर खालि राम्रो दरी बोके होइन दुःख धेर छ गाउँमा दुःख बेसी गर्नुपर्छ अनि घाँस दाउरा गर्नु पर्यो सुँगुर चारो खोजेर पकाउनु पर्यो चारो खोज्नु पर्यो दाउरा खोज्नु पर्यो त्यही हो अनि बस्तीमा बस्नु मन लाग्दैन मलाई आयो चिया पलाउँछ सयदेखि चिया टिप्नु पर्यो आशा गरेर अलिकति लाने मान्छे भएन भने छोडिन्छ बासी भयो भने अब यो चाहिँ यो हाम्रो यो अर्ग्यानिक चिया चाहिँ चैत लागेपछि पलाउँछ त्यो चाहिँ 1 सूर्य 2 पात मात्रै टिप्नुपर्छ क्या फेरि अरू टिप्यो भने त्यो के भन्छ उयो थोरै दाम दिन्छ बाजी भनिदिन्छ अनि त्यसको पैसा पनि कम्ती दिन्छ क्या गाउँघर यस्तो है हरियाली हरियो पर्यो आफ्नो बारीमा उत्पादन गरेको चाहिँ खानु पाइन्छ ऊ पर बनिँदै गरेको चाहिँ पालिका देखाउँ अस्ति गर्नु त गरेको छु हरियाली छ क्या तर हुस्से लागेर आज चाहिँ मौसम एकदम चिसो छ एकचोटि त हाम्रो आमा चाहिँ फोनमा क्रेजी हुनुहुन्छ कि अनि राति सुत्दा चाहिँ निदाइसक्नु भएको हुन्छ घुर्दै हुनुहुन्छ तर पनि फोन चाहिँ यसरी हेर्नुहुन्छ अनि फोन चाहिँ आँखामै झर्दैछ अनि बिम्जी पठाउनुहुन्छ के चाहिँ हेर्नुहुन्छ फोनमा बेलुका निद्रा नाइन्जेलसम्म त बरु सुति जाँदैछु छक्क परेँ म त अनि त्यो बज्नेलाई पनि हेर्नेलाई पनि अब निन्द्रा बजेर निन्द्रा लाग्दैन उता हेर्नेलाई अनि त्यसै पनि टरिजान्छ नि सम्झिनु तपाईँ गएपछि बाबा हुनुहुन्छ यहाँ किन हाम्रो आमा र बाउ चाहिँ भेटघाट हुनु हुँदैन बाँच्नु थालिहाल्नुहुन्छ नि आमा चाहिँ अब जानुभएको अरे घर अब बाउको पालो
मेलामा बस्ने होइन बुढाबुढी भएर पनि यस्तो हुन्छ माया गर पो हुन्छ उहिलेदेखि नै यस्तै हो बाबुहरू होइन हाम्रो सबै त्यही कसरी चाहिँ बिहे गर्नुभयो होला नि कसरी चाहिँ यत्रो वर्ष कटायो होला नि ऊ पर हुनुहुन्छ बाउ चाहिँ बढी अलिक बाठो भएको छ उहिले त झर सोल्नु त बेदेलाई त जड खाने भन्ने मान्छे बेद पकाएर त जड खान्छौ काका भन्यो हाम्रो आमाले बाहुन बाजेलाई पनि जाड खाने भन्नु अरे उहिले हतार बेगार दिएको बेलामा के साह्रो आउँछ त्यो के को भारी बोक्नु भएको हाम्रो बाउ चाहिँ टोको बोकेर हिँड्नुहुँदैछ ए बिहानदेखि उठेर काम गर्नुहुन्छ तर पैसा चाहिँ 1 रुपियाँ देख्नु पाउनुहुन्न हाम्रो बाउले चाहिँ बिचरा गाउँघरमा एक त के भन्छ पैसा हुँदैन आफूसँग त्यतै पनि गाह्रो यसरी फाल्नुपर्छ यसरी चिल्लो बनाउनुपर्छ क्या अनि मात्र पछि चैतमा अब यो चिया चाहिँ चैतमा पलाउँछ ठ्याक्कै अनि त्यो पलाएपछि चाहिँ हरियो बिर आउँछ राम्रो पलाउँछ अनि त्यो पलाएपछि चाहिँ टिपेर फेरि लानुपर्छ क्या दुःख चाहिँ यस्तो जान्छ साथीहरू तर पैसा चाहिँ देख्न पाइँदैन त्यही हो गाउँघरको जिन्दगी दुःखै दुःख कामै काम यस्तै छ यस्तै छ दाजु एकछिन हाम्रो चाहिँ यति फाडिसक्यो है यस्तो यहाँ चाहिँ पछि बिरी चियाको पत्ती पलाउँछ मुना चैतमा चाहिँ यो चिया चाहिँ टिपु टिपु खालको हुन्छ त यो यस्तो दामी पलाउँछ यस्तो दामी होइन चिया बगान फाड्नु भएको कि माटो काट्नु हुँदैछ हौ अनि माटो काट्दा चाहिँ काटिन्छ त हाम्रो चियापट्टि फाल्नु भएको अरे माटो डङ हाल्नु हुँदैछ साथीहरू हेर्नु त अब यो त केही होइन चैत वैशाखमा पो यस्तो उदास लाग्दो हुन्छ कि आमा त्यतिखेर त नि भोक लाग्छ त्यस्तै अल्छी लाग्छ त्यस्तै त्यो हरियो रुखको पातहरू झरेर एउटा पात हुँदैन रुखमा अनि त्यो चैत वैशाख भोक कति लाग्छ लामो दिन लामो दिन पनि अनि अल्छी लाग्दो पनि उराख लाग्दो क्या यो मौसमहरू यो वातावरणहरू सबै उराख लाग्दो देखिन्छ त्यतिखेर चाहिँ चिया मात्रै हुन्छ लामो दिन भएर भोक लागेर अनि यो चिया मात्र टिप्ने सिजन हुन्छ क्या त्यतिखेर चाहिँ साथीहरू मलाई पनि लाग्छ त्यो लामो दिन भएर हो कि फेरि अल्छी चाहिँ कस्तो लाग्छ है अल्छी अल्छी घाम त्यस्तै लाग्छ त्यतिखेर त्यही त नि अल्छी त्यस्तै लाग्छ बस्न पनि मन लाग्दैन पनि पलाउँछ त्यही त भोक लाग्छ त्यस्तै यस्तै छ हाम्रोतिर चाहिँ मलाई साह्रै चियाबारीमा चैत वैशाखमा साह्रो लाग्छ हौ चैत वैशाखमा हो हुन्छ अब दिनेले पो खाजा दिन्छ त चिया बगानमा पनि होइन नदिनेले त खाजा पनि दिँदैन साथीहरू यति भोक लाग्छ त्यो चिया टिप्दाखेरि यो हात गल्छ खुट्टा गल्छ जिउ गल्छ अलस तलस हुन्छ त्यो पानी नपरेर नि धुलो मर्की लाग्छ त्यस्तै भोकले उरुक्कै त्यही त त्यतिखेर चैत वैशाखमा नि त्यो सब्जी पनि केही हुँदैन नि त आलु त हुन्छ अब नरोप्दै पनि आलु गुन्द्रुक अनि त्यो आलुको सब्जीसँग थोरै भात मिठो हुँदैन मलाई पनि त अब आलु निस्किन्छ नि आलु निस्केपछि हाम्रोतिर त गुन्द्रुक लगाइन्छ नि त अब नयाँ गुन्द्रुक र आलुको सब्जी चाहिँ यति मिठो लाग्छ मलाई पनि नयाँ चाहिँ एक दुई छाक कम्ती खाइँदैन कम्ता भोक लाग्छ त त्यतिखेर हाम्रोतिर चाहिँ त्यस्तै जान्छ क्या साथीहरू हजुर मलाई पनि चैत वैशाख नै हो किनकि त्यतिखेर अब पैसा पनि हुँदैन खडेरीको सिजन हो नि त सुक्खा हुन्छ एकदम सुक्खा अनि
चिया टिप्नु जानुपर्छ घाम हुन्छ आलु बोकेर हिँडो आलुले कोक्याएर बमिते आउँछ हो हो त अनि लु काका जाँड खान्छ तपाईँ खानुहुन्छ भने म त खाँदिनँ है बढी भने अनि च्याप्पाको दे कालो न कालो परदेखि फाडेर ल्याएको यहाँसम्म फाडेर ल्यायौँ है हामीले चाहिँ अब यताबाट पर पुग्नु छ तिमीहरूको गाउँमा खान्छ है गाउँमा त भन्ने त्यो डोजे हाम्रो अन्तारीहरू अनि म त उहिलेको टाइम समय राम्रो कि अहिलेको समय राम्रो भनिदिनु त आमा अहिलेको समय राम्रो नि अर्को भन्नु अहिलेको समय राम्रो नि राम्रो त उहिले कति दुःख थियो उहिले चाहिँ खानु पनि पाउनुहुन्थेन खानु प्रशस्ति थिएन भए पनि कन्चुस हाम्रोमा चाहिँ के भएर त्यस्तो भएको खोइ अहिले सासु छोरा पाउँदा सासु छोरा पिच्चा हो नि त हाम्रो बाउ पनि धेरै भात पकायो भने बाउले नै सासु र आमा छोरा त्यस्तो ससुरा चाहिँ त्यस्तो होइन खटाइदिन्छ नि दादी मिठाई राखिदिन्छु उहिले चाहिँ मेरो आमाहरूले चाहिँ खाना पनि खानु नपाउनु भएको अरे क्या अनि अहिले त्यही चिया फाट्दै त्यही कुरा गर्नु हुँदैछ उहिलेको जमाना राम्रो कि अहिलेको भन्दा अहिलेकै मनपर्छ अरे अब पहिला जस्तो अहिले दुःख पनि गर्नु पर्दैन अब दिनभरि सुतेर पनि खानु पाएको छ नि त अहिले त विचार गर न पोरुन्डो अहिले त ल यसो सक्छु कति 3-4 महिना खै सुतेर पनि पुग्छ त्यही त पुग्छ झन् मिठो मिठो पो खान्थे अब अहिले त पुग्छ पहिलाको जमाना चाहिँ त्यस्तै हो केटाकेटीले झन् साह्रो अब बिरामी छन् भन्नु टन्न पठाइदिन्छ त्यही त अहिले त पठाइदिन्छ अहिले त सस्ता भन्छ के पनि पठाइदिन्छ सुत्केरी हुँदा पनि हाम्रो आमाले चाहिँ खानु नपाउनु भएको अरे क्या उहिले चाहिँ अनि त्यही कुरा गर्दै चियाबारी फाट्दै गरेको क्या साथीहरू हामी चाहिँ उहाँ चाहिँ 15 दिनको हुँदा चाहिँ भात पकाएर खानुपर्ने होइन फेरि त्यो नमरे बाजी बोजू अलिक त्यही होला सासु दाउरा गर्नु त त्यही त पहिलाको अब उहिलेको जमानै त्यस्तै होला नि 12 जनाको छन् हौ मेरो वार्ड त पञ्चपालोमा अहिले त त्यस्तो दुःख त गर्नु पर्दैन भनौँ काम चाहिँ गर्नु पाइन्छ खानु त पाइन्छ नि त पहिलाको भन्दा त अहिले त त्यसो त अब यो खान्छु त्यो खान्छु भन्दा त पाइन्छ नि त अब पहिला त त्यो भात पनि खानु पाइँदैन थियो होला पेटभरि होइन त्यही त उहिलेको खाने बेलामा कहिले नआउने 1 बजी आउने कोही बेला भात पुग्दैन कतिजनाको जन हुनुहुन्थ्यो अरे 12 जनाको झन् बाबु ससुराको पाहुना पनि आइपुग्ने वार्ड पञ्चपालोको मैले कति दुःख गरेको छु त भन्ने त मलाई थाहा छ त त्यो घरमा नि रुनु चाहिँ नरुनु है यता हेर्नु त के नरुनु हाम्रो आमा त रुइहाल्नुहुन्छ नि फेरि एकदम मन कमलो छ कि हाम्रो आमाको चाहिँ अलिक पिल 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 हो मलाई साह्रो उहिले दबेको कि अनि मलाई साह्रो सित पनि दुखिहाल्छ कोही बेला ठुलो जन नि त जन नआउने थियो भने त दुःखै हुन्थेन होला धेरै परिवार अब आधी किलो मासु ल्याउँथ्यो अनि बाँध लाउँथ्यो अनि आधी किलो चाहिँ 12 जनाले कति खानु कति बिस खानु हातले चिम्टाएर बिचारा हाम्रो आमाको पालामा चाहिँ आधी किलो मासु ल्याउनु हुन्थ्यो अरे अनि 12 जनाको परिवारले चाहिँ आधी किलो मासु बालेर खानु भनेको चाहिँ यहाँ हो त बेलामा नआउने होला उहिलेको शासन पहिलाको शासन कडा
लागिहाल्छ नि भाउ त नानीको आमा त्यही पनि होइन बिचरा म नानीको आमा त कति भोक लाग्छ नि खेताला जानु पर्यो आफै मलाई पनि कस्तो लाग्छ भने सानो आमाको खेताला जाँदा चाहिँ सब्जी पाएर खोजेको सुन कहाँको सुन मरारी हौ यहाँ कानमा भएको कहाँ बोक्नु जानु पर्थ्यो त उहिले तल सङ्गातीतिर कसरी तोला थियो उ त्यतिखेर सुन त्यस्तो छ नि 2 नम्बर कसरी 22-23 हजारको किन्दै थियो होला हौ 22-23 हजारमा पहिला चाहिँ कति तोला सुनाउँथ्यो होइन के फाड्नु होस् ल कति त्यही नभएको त एक तोला त आउँथ्यो होला 8,000 रुपियाँ तोला थियो उहिले ए 8,000 रुपियाँ तोला थियो अरे उहिले हाम्रो आमाको पालामै सुन आमामामामा अहिले त सुन के हो 3 लाख 8,000 रुपियाँ तोला थियो मलाई गजमले 8,000 रुपियाँ तोलाको सुन त्यतिखेर हेर त मलाई साथीहरू अहिले सुनको भाउ सुन्दा त छुनु पनि सकिँदैन सपनामा नसोच्दा पनि हुन्छ क्या सुनको भाउ चाहिँ अहिले चाहिँ अहिलेको जमानामा चाहिँ यो चाहिँ हाम्रो गोठला साथीहरू कुखुराहरूको काम हेर न यहाँ साग रोपेको थियो ऊ कुखुराले हेर त साग अनि उयो सोप ए चम्सुर बिगारिदिएको साथीहरू हाम्रोतिर चाहिँ साग चाहिँ यस्तो छ ल अरे यो मल पाएर क्या यो मलमा रोप्नु भएको थियो कि अनि मल पाएर दामी आएको छ साग हजुरहरूलाई मनपर्छ भने आउनु होला यहाँ हेर्नुहोस् त साग ए यो चाहिँ अर्ग्यानिक हो है फेरि एकदम नम्बर 1 अर्ग्यानिक हो ए साग हाम्रोतिर चाहिँ साथीहरू के चलन आयो खेताला जाँदा पनि मासु भात दाल पाइन्छ अझै कसैले त तोम्बा पनि दिन्छ होइन यसो चिया पानी पनि दिन्छन् हाम्रोतिर चाहिँ खेताला जानु पनि एक रमाइलो लाग्छ बिचमा त खानु हुँदैन हौ तर अब त हुन्छ बिचमा खायो भने तिम्रो जुठो के भन्छ के को मेरो जुठो हुन्छ बुद्धिमा उयो लाग्छ अरे भन्छ बिर्को लाग्छ अरे भन्छ मलाई चाहिँ तर अब त मैले पखालेर हाम्रो आमाको त बुद्धिमा बिर्को लाग्यो पनि केही हुँदैन के हुन्छ त अब छोरा छोरी नाता नातिनीको धनी भइसकेको अन्त आजलाई चाहिँ मेरो चिया फाडेको भ्लग यति नै मेरो भ्लग मनपर्छ भने लाइक सेयर र सब्सक्राइब गरेर माया गरिदिनु होला हस् त धन्यवाद बाई 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 गरिदिनु आमा बाई 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 मेरो बुहारीलाई माया गरिदिनु होला भन्नु न मेरो बुहारीलाई माया गरिदिनु होला बाई बाई ओके बुहारी भन्नु